नमस्कार, कृष्ण पौडेल अफिसियल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। श्रीमद् देवी भागवत महापुराण प्रस्तुत गर्दै जाने क्रममा आज म यहाँहरू समक्ष देवी भागवत महापुराणको महात्म्य अन्तर्गत चौथो अध्याय देवी कृपा अर्थात् देवीको कृपाद्वारा भएको गतिविधि वर्णन गरिएको विषय प्रसङ्ग लिएर उपस्थित भएको छु। आउनुहोस् अब सुरु गरौँ देवी भागवत महापुराण अन्तर्गत महात्म्यको चौथो अध्याय देवी कृपाबाट। वंशन स्कंद कुमार शक्ति महिमा कोही एक अर्को पनि पहिले जुन महिमा सुन्यौ सकल त्यो संक्षेप नै हो भने सारा वर्णन गर्न दिव्य महिमा आटे पनि सक्दिन। एउटा अद्भुत बन्दछु शुभ कथा आनन्द मानी सुनम। हे पहिले कोही रीतबाग भनी मुनि थिए ज्ञानी कुनै कालमा एउटा पुत्र भयो सुविज्ञ मुनिको गण्डान्तको योगमा। भन्छन् पाउ चतुर्थ हुन्छ घटिया नक्षत्र हो रेवती सोही योग परि भयो सुत भने होला ठुलो दुर्मति। छोराको मुनिले समस्त विधिले संस्कार सारा गरे आपत्ति त्यहीबाट विज्ञ मुनिका माथि अनेकौं परे। लागि रोग अनेक शोक मनमा विस्तार बढ्दै गए सामग्री घरका तथा धन पनि एक एक भई नासिए। उसको बुद्धि फिरे न देखि गति त्यो चिन्तित रहन्थे मुनि त्यसलाई जति बन्दथे हित कुरा मान्दैन त्यो थियो खुनी। दिन्थ्यो कष्ट गरी विवाद घरमा चल्दै थियो दिन दिन भन्थ्यो नित्य गरी ठुलो कलह त्यो देऊ मलाई धनम। पत्नी एक हरेर कोही मुनिकी ल्यायो घरैमा अनि थाल्यो गर्न ठुला उपद्रव डरिए रङ्ग नराम्रा पनि। चिन्ताग्रस्त भए मुनि सुत भयो यस्तो नजाति किन यस्तो पुत्र हुनु बरु नहुन राम्रो थियो दिन दिनम। बाँझो नै रहनु कुपुत्र नहुनु मर्नु निको ठान्दछु गिर्नन् पितृहरू छिटै नरकमा दुष्कर्मले कान्दछु। बाँचुन्जेल मलाई कष्ट बहुतै देलाली दुर्मते मेरो के गरी हुन्छ उत्तम गरी सब्रन्छ कहिले मते। शान्ति मिल्न सकेन बोल्दछ छुचा माता पिता हुन् भने यसको निम्ति गरौ उपाय अब के जान्दिन केही पनि। जसको हुन्छ सुपुत्र एक घरमा हुँदैन ती दम्पति भोग्छन् पितृत स्वर्गका सुखहरू तिनका कति हो कति।
वंशै नाश छ पूर्ण मूर्ख सुतले बिग्रन्छ किरीति पनि भोग्छन् कष्ट रुँदै पिता र जननी अत्यन्त दुखी बनिन् यस्तै तर्क गरी अनेक कति मुनि चिन्तित थिए बेसरी के गर्दा हित हुन्छ यो बखतमा जान्दिन केही हरिम पहुँचे आश्रममा ती गर्ग मुनिको त्यस्तै स्थितिमा जब बोले पुत्र भयो कुबुद्धि कसरी दुखी तुलायो सब मेरो दोष छ कि अरू पनि कुनै ती पत्नीको दोषले यस्तो पुत्र भयो मुनै मकन यो दुखी मछु शोकले तिनको बात सुनि मुनि सब कुरा के बेर सोचेकन अन्छन् गर्ग मुनि मधुसरी तबाग तिम्रो त केही देख्दिनन् यस्तो हुन्छ यदा कदा कहीं कहीं दुखी भएका कति यस्तो बन्दछ अन्त्यको चरण त्यो गण्डान्त हो रे बते सोही योग परेर जन्मन गई चोरो भयो दुर्मते सारा जान अनित्य भोग सुखको संसारका छन् जते भक्ति श्री जगदम्बिका जननीको गर्दै रहु हे मुनि उनकै चाकरीले सबै तरहको कल्याण देख्छु हुने एउटा सत्य त्यही छ विश्वभरिमा भन्ने विचारिकन देखिन्छन् जति जे असत्य सब हुन् मैले भनेको सुनन् देवी भागवत प्रधान सबमा कल्याण गर्ने छ जो जाला कष्ट नमाह वेद विधिले सुन्ने छ जो शक्तिको यो शिक्षा मुनिको सुनि जब बुझे नक्षत्रको हो छला रिसले श्राप दिए छिटै गिर तिमी हेरेबती लौ तलम पाई श्राप गिरेर रेवती भयो पर्व ठुलो रैवत हेर्थे छक्क परेर उज्जल भए सारा दिशा पर्वतम पत्नीलाई भने यथार्थ जति जे अहिले बितेको सब सुन्दामा विधिले नबाह मुनिको चिन्ता हरायो तब गिर्दा रेवती त्यो विशाल गिरिमा आलोक जुन देखियो सोही तेज बढी चतुर्दिक सबै विस्तार भई फैलियो कन्या एक अनिद्य तेज बिचमै जन्मिन् स्वयं रेवती राखे थे कुटीमा लगी प्रभु चले सन्तोष मान्दै अति पाले उत्तम रीतिले दिन दिनै ठुली भइन्थे जब चिन्ताग्रस्त भए विवाहतिरको मैले गरु के अब निकै यत्न गरे मिलेन बर कोही खोजेर थाके अनि अग्निलाई खुसी तुलाई तपले यस्तो पर्यो लौ भनिन् त्यही बेला नवबाट मन्द स्वरमा आकाशवाणी भयो राजा दुर्मद आउनन् अनि दिनु छोरी घरैमा छजुम पहिले भूपति जो प्रिय व्रत थिए उनकै ठुलो वंशमा जन्मे दुर्मद नाम पुत्र यिनी हुन् पुरा थिए नीतिमान
पाए भूपति नै उसै बखतमा पर्दा कुनै कारण राखी आसनमा गरे प्रमुचले स्वागत तथा पूजनम सोधेथे समाचारकै कुशलको सन्तोष मान्दै अति बोलेथे मुनि हे नरेश गुणकी खानी छ यो रेवती दिन्छु गर्न हवस विवाह मनमा शङ्का नराखेर ते देखि रेवतीलाई हर्षित भए अत्यन्त ते भूपति वार्ता ती दुई पक्षको जब मिलो मन्जुर गर्दा भए कन्या दुर्मद भूपति कन स्वयं आनन्दले सुम्पिए कन्यालाई बिदा दिँदा प्रमुचले सोधे खुसी भइकन तिम्रो मङ्गलवा गरु हितमा केही इच्छा छ आफ्नो भनम बोलिन् तेरी तबाकले अघि दिए जुन साप खस्ने तल फेरि स्वर्ग पठाउनुहोस् तपको देखाई आफ्नो बलम कन्याको सुनिबा तते प्रमुचले त्यो श्राप मेटिदिए फेरि रेवतीलाई योग बलले माथि पठाइदिए सोधे दुर्मद ज्वाइँलाई मुनिले इच्छा भएको भना पुरा गर्छु भने जति म तपले सोधे त्यसै कारण राजाले सुनिबा तति प्रमुचको देखि तपि सद्गुणी बोले बात विनीत मन्द सुरमा भन्छु म सुन्नुहोस् मुनि श्री स्वयं भुवनामका मुनिजीको जन्मे ठुलो वंशमा आफै छु निरपति मधुर मद भनी विख्यात त्रैलोक्यमा पत्नी पाई हजुरबाट खुसी छु साध्वी सती रेवती यिनको पुत्र हुनेछ रैवत मनु शङ्का नमानेर यसको निम्ति नवाह वेद विधिले पर्नेछ सुन्नु अनि पाँचौं पल्ट हुनेछ पूर्ण मनको सम्पूर्ण इच्छा पनि देवीको छ प्रभाव श्रेष्ठ सबमा पाइन्छ चाँडै फल त्यो पाँचौं मुनुले हुनेछ कुलको सत्कृत्य झन् उज्जवल पाएथे वरदान इच्छित जसै पत्नी रेवती फर्केथे निज राज्यमा नरपति आनन्द मान्दै अति आए दुर्मद भूपको महलमा ज्ञानी मुनिलो मसा पूजा भूपतिले गरेर मुनिले धेरै दिए आशिष देवीको महिमा नवाह विधिले सुन्छु भने भूपले लागेरो मस भन्न देवी महिमा सम्पूर्ण आनन्दले श्रद्धा पूर्वक पाँच पल्ट निर्बले रानी समेतै सुने तोडी बन्धन मोहका जगतका ती भक्त ज्ञानी बने पूजा लोमसको गरे हवनको कार्यादि सारा गरे धेरै द्रव्य दि गरे निरपतिले पूर्णाहुति राम्ररी केही काल बित्यो र गर्भिणी भइन् साध्वी सती रेवती पाँचौं रेवत नामको मनु हुने छोरो भयो सद्मती फेरि भूपतिले नवाह विधिले लाउँथे र सुन्थे जब शक्तिको महिमा भएर मनको इच्छा पुग्थ्यो सब
भन्थे सूत कथा र देवी महिमा श्रद्धा गरे राम्र रे सुन्थे सौनका आदि सोच मनले सम्झे उनै ईश्वरी राजन स्कंद कुमारबाट महिमा श्री ईश्वरीको सुनि ज्ञानीलो मसजी विदा भई हिँडे जान्छु म अहिले भनिन् भन्थे सोही कथा प्रसन्न मनले श्री सूत पौराणिका सुन्थे विज्ञ मुनि ऋषीश्वरहरू साथै बसी सौनका जगदात्री दुर्गे सकल जगतोद्धारिणी शिवे मतेन्द्र पाउमा परिविनय गर्छु प्रणयले जतिले पढ्छन् बा विधि सहित पूजा हवन जो सदा गर्छन् इच्छा सकल बुझी पुग्नेछ मनको साह्रै ठुलो छ तिनको महिमा बनेको पुरा म सक्दछु कहाँ बुझ छोटकरी हो पढ्नेछ नित्य किताब पुस्तक राख्छ घरमा त्यसलाई मिल्छ सुख शान्ति पुगेर धाममा त्यसलाई मिल्छ सुख शान्ति पुगेर धाममा। नमस्कार।